हेलो गुड मर्निङ नमस्ते सबैलाई हेलो आराम हुनुहुन्छ कुन स्कुलको तपाईँहरू मान्छे धेरै हाल्नुहुन्छ गुरुहरूले उभ्याएर हाल्नुहुन्छ हालौँ न यहाँ बिचमा नो यस अर नो आर यु ओके अल स्योर आर यु स्योर ओके भेरी गुड अनि पढाइ राम्रै छ यहाँ किन बस्नु भएको तपाईँहरू त यो भएन यहाँ यो किन बसाउनु भएको गुरुजी यो यहाँ हेर्नु त यस्तो सानो सानो बच्चालाई बनाउनुमा कसले बसाउनु भने तपाईँहरूले यो बनोटमा यति सानो बच्चाहरूलाई बसाएर कसरी बस्छ यहाँ सिट त खाली छ पनि कति खाली छ यहाँ छ यो भएन तपाईँको सिटमा यो बनोटमा कसले राख्न भन्छ भनेको नि त हेर्नु त यो सानो नानु छ यो ढुक्कैमै छ इनकेस लड्यो भने त गइहाल्छ त ल जाऊ सिटमा जाऊ नानु उता जाऊ सिटमा बस यो सानो बाबुलाई पनि सिटमा जाऊ आऊ ल सिटमा बसाउ यो सानो बच्चालाई भएन है गुरुजी पनि भएन तपाईँहरूको पनि भएन यो भनेको यो मान्छे राख्ने बनाएको होइन बच्चालाई यसरी यसो मिल्छ अनि तपाईँको खै हो तपाईँको डस्टबिन खै डस्टबिन देखाउनु डस्टबिन बिहान सफा गर्दा यहाँ राखेको मैले खै डस्टबिन बिहान सफा गर्दाखेरि गरेको सर मैले एक्सटिङ्ग्विसर खै गुरु फायर एक्सटिङ्ग्विसर खै खै निकाल्नु पारे त्यो के यसको एक्सपायरी कहिलेसम्म छ थाहा छ तपाईँलाई गुरुजी हेर्नु भएको छ अनि कहिले हेर्ने कसले हेर्नु थियो गाडीमै दिएपछि यो चलाउन आउँछ यसको प्रयोजन थाहा छ अनि अब तपाईँलाई आउँछ ल अब यो राखेर के गर्नु त यो Did you get the idea? What is the purpose of this? Do you know the name of this? Fire extinguisher. Fire extinguisher. In case of fire, तपाईहरुको यदि बसमा कुनै हिसाबले आगो लाग्यो भने यसमा के छ फोम छ यसलाई हामी के गर्छौं आगो निभाउनलाई प्रयोग गर्छौं है यो बुझ्नुपर्छ भने आगो निभाउनको लागि तत्काल लाग्यो कुनै अचानक आगो लाग्यो गाडीमा समस्या आयो भने यसलाई हामीले प्रयोग गर्छौं आगो निभाउनलाई यसलाई फायर एक्सटिङ्ग्विसर भन्छ अब तपाईहरुलाई पनि के हो थाहै छैन तपाईहरुलाई अहिलेसम्म युजमा नआएको छ हैन युज नआए तपाईले त थाहै छैन भन्नु तपाईले न चलाउने तरिका थाहा छ न यसको प्रयोग थाहा छ अनि कसरी गर्नु त भोलि के भयो भने त सानो सानो बालबालिकाहरू हुनुहुन्छ भोलि गाडीमा इनकेस के भइहाल्यो भने के हुन्छ भन्नुहोस् त समस्या भयो नि त यो ढिलो चाहिँ हुन्छ नि त अब यो चेक गर्नु पर्यो नि यो गुरु चाहिँ यो तपाईँको स्कुललाई भनिदिनु होला बच्चालाई अबदेखि तपाईँले भन्नु तपाईँले गर्नु अथोरिटी भेट्यो भने कारवाही चाहिँ हुन्छ हामीले भन्ने कुरै होइन यो त नर्मल कुरा बुझ्नु पर्यो तपाईँ चालकले जिम्मेवार हुनु पर्यो तपाईँ चालकले के भन्नु भने सिटभन्दा बढी म हाल्दिनँ मलाई कारवाही हुन्छ भन्नु भोलि तपाईँ कारवाही तपाईँको लाइसेन्स राख्छौँ हामी अस्ति त्यत्रो हामीले चाहिँ ओरेन्टेसन गरेका छौँ यान्त्रिक चेक जाँच गरेका छौँ सबैलाई थाहा छ बच्चालाई यहाँ यत्रो सानो बच्चालाई बनाउनु बसाएर यात्रा गर्न पाइँदैन तपाईँहरूले के बुझ्नु भने सेफ्टी एन्ड सेक्युरिटी इज द फर्स्ट इफ यु आर नट सेफ यु आर नट सेक्योर नथिङ विल बी हियर तपाईँहरू सानो सानो बच्चाहरू यहाँ बस्ने तपाईँ अलिक सिनियर जुन बहिनीहरू हुन्छ यस्तो राख्नु नदिनु है यु सुड रेज भोइस सुन्नु भन्नु होला तपाईँले पैसा तिर्नु भएको छ कम्फर्टेबली तपाईँले यात्रा गर्नु पर्यो अब यत्रो बच्चाले यो चाहिँ बोकेर कसरी हुन्छ खै राखिदिनु पर्छ राखिदिनु न यत्रो चाहिँ गाह्रो हुन्छ है यहाँ छ त यहाँ तपाईँले सजिकन गरिदिनुभयो शौचालय बच्चालाई सजिकन गर्नु ल गुरु यो कुरा सुध्रिनु पर्यो नेक्स्ट टाइम चेक गर्दाखेरि यो सुध्रिनु पर्छ है ल ओके बाई सी यू हेभ अ गुड डे